हेलो एन्ड नमस्ते। आज हामी गर्दैछौँ प्रब्लम नम्बर 16 र यो चाहिँ हाम्रो अन्तिम प्रब्लम नम्बर हो। अब यसमा इयर दिएको छ हाम्रो 5 देखि 10 सम्म। हामी यसलाई सिधै सोलुसनबाट गर्दै जान्छौँ। सबैभन्दा अगाडि हामीले लेख्छौँ कम्पिटिसन अफ ट्याक्सेबल इन्कम। त्यसपछाडि हामी फर्मेट बनाउँछौँ इयर। हामीलाई क्वेसनमा 5 देखि 10 सम्म दिएको छ, हामी त्यसरी नै गर्छौँ। 5, 6, 7, 8, 9, 10 मा दिएको छ हामीलाई प्रॉफिट एन्ड लस। इयर 5 मा 20,000 लस दिएको छ, इयर 6 मा 40,000 लस दिएको छ, 7, 8, 9, 10 को हामीलाई इन्कम भनेर देखाएको छ। त्यो तपाईहरुले आफ्नो क्वेसन हेरेर लेख्ने। अब हामीले यसमा गर्नुपर्छ एड ब्याक। अब एड ब्याक गर्नुभन्दा अगाडि हामी त्यसमा क्वेसनमा हेर्छौँ त्यो हाम्रो एड ब्याक हुन्छ या हुँदैन। अब क्वेसनमा भनेको छ द कम्पनी ह्याड इन्कर्ड लस इन इट्स सेकेन्ड इयर of operations. The unrecovered loss of year 2 outstandings was rupees 46,400 at the end of year 4. इयर 4 सम्म आइपुग्दाखेरि चाहिँ कम्पनीको लस 46,400 छ अरे अझै पनि। र प्रॉफिट अफ लस इयर 6 was calculated without charging इन्ट्रेस्ट एक्सपेन्सेस रुपीज 20,000। यसमा भनिरहेको छ हामीलाई प्रॉफिट अफ इयर 6 चाहिँ माथिको जुन 6 इयरको लस छ त्यो लस चाहिँ विदाउट क्याल्कुलेटेड विदाउट चार्जिङ इन्ट्रेस्ट एक्सपेन्सेसलाई चाहिँ विदाउट चार्जिङ भनेको घटाएकै छैन अरे। हामीले चाहिँ खर्चहरू यो इन्ट्रेस्ट एक्सपेन्सेस कमिसन एक्सपेन्सेस यदि डिडक्ट भएको छैन भने चाहिँ हामी त्यसलाई डिडक्ट गर्छौँ र डिडक्टेड भइसकेमा चाहिँ त्यसलाई केही गर्दैनौँ। तर यसमा चाहिँ डिडक्ट भएको छैन अरे विदाउट चार्जिङ। विथ चार्जिङ भएको भए हामीले यसलाई केही गर्दैन थियौँ, तर विदाउट चार्जिङ भनेको कारणले गर्दा यसलाई घटाएकै छैन अरे, नघटाइकन नै राखेको छ अरे इयर 6 को लसमा। त्यसैले हामीले यो जुन छ यो इन्ट्रेस्ट एक्सपेन्सेस यसलाई हामीले लेस गरेर घटाउँछौँ। पहिला क्वेसनमा दिएको सबै हेरिहालौँ। त्यस पछाडि भनेको छ एन्ड र विदाउट इन्क्लुडिङ डिभिडेन्ड इन्कम रुपीज 1,20,000 र डिभिडेन्ड इन्कमलाई पनि इन्क्लुड गरेको छैन अरे इयर 6 मा। अब डिभिडेन्ड इन्कम भनेको हाम्रो फाइनल विथ होल्डिङ इन्कम हो, यसलाई इन्क्लुड गरेको छैन अरे। त्यसैले हामी यसलाई केही गर्दैनौँ किनभने हाम्रो फाइनल विथ होल्डिङ इन्कमहरू चाहिँ जाँदैन। यदि यसलाई चाहिँ इन्क्लुड छ भनेको भए चाहिँ हामी यसलाई घटाउनु पर्थ्यो, तर इन्क्लुड गरेको छैन अरे। विदाउट इन्क्लुड भनेको छ हामीले डिभिडेन्ड इन्कम जुन फाइनल विथ होल्डिङ इन्कम हो हामीले त्यसलाई राख्नु हुँदैन र क्वेसनमा पनि भनिरहेको छ कि राखेको छैन अरे। त्यसैले हामी केही गर्दैनौँ। यदि विथ इन्क्लुडिङ भनेको भए चाहिँ हामीले यसलाई घटाउनु पर्ने हुन्थ्यो। त्यसै गरी एन्ड कमिसन रुपीज 120,000 इन्क्लुडिङ इयर 9 र कमिसनलाई जोडेको छैन अरे यसमा अगाडि। यसले स्टार्टिङमै सबै क्वेसन छ क्याल्कुलेटेड विदाउट चार्जिङ भनेको छ। विदाउट चार्जिङ इन्ट्रेस्ट एक्सपेन्सेस डिभिडेन्ड इन्कम र कमिसन भनेको छ। यदि अब कमिसन भनेको हाम्रो कमिसन इन्कम फी इन्कमहरू चाहिँ एड भएको छैन भने चाहिँ हामी त्यसलाई एड गर्छौँ। त्यसैले हाम्रो कमिसन एड हुन्छ, एड ब्याक गर्छौँ। र त्यसै गरी इन इयर 9 द प्रॉफिट वाज आफ्टर डिडक्टिङ डोनेसन 4 लाख गिभन टु पिएडिटी भनेको पशुपति एरिया डेभलपमेन्ट्स एन्ड आरडी कस्ट 4 लाख वाज 40,000 वाज इन्क्लुडेड इन टोटल डिडक्सन इन इयर 10 भनेको छ। यदि क्वेसन चाहिँ साइलेन्टमा छ भने माथि भनेको छ एकचोटि भनेको छ। यदि क्वेसन चाहिँ साइलेन्टमा छ भने माथि भनेको छ एकचोटि आफ्टर डिडक्टिङ भनेर, र क्वेसन यदि साइलेन्टमा छ भने अलरेडी पेड भनेर बुझ्नुपर्छ। र यसमा हामीलाई भनेको पनि छ कि आफ्टर डिडक्टिङ यदि डोनेसन पिसिसी एन्ड आरडीहरूलाई चाहिँ अलरेडी एडजस्टेड अलरेडी डिडक्टेड पेड चार्जिङ भनेमा चाहिँ हामी त्यसलाई पुनः जोड्छौँ। अब हाम्रो एड ब्याक हुन्छ डोनेसन हाम्रो जानेछ। डोनेसन्स हामीलाई दिएको छ इयर 9 मा 4 लाख र आरडी हामीलाई दिएको छ इयर 10 मा 40,000 र हाम्रो कमिसन पनि जान्छ किनभने कमिसनलाई चार्ज गरेको छैन इयर 6 मा 120,000 र हाम्रो लेस हुन्छ इन्ट्रेस्ट एक्सपेन्सेस किनभने यसलाई घटाएको छैन इयर 6 मा 20,000। यो क्वेसनले नै भनेको छ। तपाईहरुले यो राख्ने तरिका सिकिसक्नु भएको छ भन्ने होप गरेँ मैले। र यति गरिसकेपछि हाम्रो आउँछ एडजस्टेड पिएल एकाउन्ट प्रॉफिट एन्ड लस एकाउन्ट। इयर 5 को 20,000 लस जस्ताको त्यस्तै आयो। इयर 6 को
40,000 लसमध्ये 1,20,000 र 20,000 घटाउँदाखेरि हाम्रो 60,000 आउँछ एडजस्टेड पिएल एकाउन्ट। र इयर 7 इयर 8 को जस्ताको त्यस्तै 1,60,000 र 1,20,000 राख्यौँ। इयर 9 मा 4 लाखमा 4 लाख जोड्दाखेरि हाम्रो 8 लाख भयो। र इयर 10 को 2 लाखमा 40,000 जोड्दाखेरि हाम्रो आउँछ 2,40,000। यति गरिसकेपछि अब हामी लसलाई क्यारी फरवर्ड गर्छौँ। हामीलाई क्वेसनमा भनेको छ द कम्पनी ह्याड, कम्पनीसँग चाहिँ सेकेन्ड इयरमा लस छ अरे, मैले अघि पनि पढेको थिएँ 46,400। त्यसैले हामी इयर 2 मा लस लेख्छौँ 46,400। र त्यसै गरी इयर 5 मा हामीलाई क्वेसनमै दिएको छ लस 20,000, त्यो हामीले राख्यौँ। र हाम्रो इयर 6 मा लस छ 40,000। अब हामी यसलाई क्यारी फरवर्ड गर्छौँ। हाम्रो इयर 2 को लस हाम्रो 2 3 बाट काउन्ट गरेर लाने 3 4 5 6 7 8 9 नम्बरको टेबलसम्म क्यारी फरवर्ड हुन्छ। र इयर 5 को 6 बाट काउन्ट गर्छौँ 6 7 8 9 10 11 12 नम्बरको टेबलसम्म क्यारी फरवर्ड हुन्छ। र 6 को 13 नम्बरको टेबलसम्म क्यारी फरवर्ड हुन्छ। त्यसैले अब सबैभन्दा अगाडि हामी इयर 2 को लस क्यारी फरवर्ड गर्छौँ। हाम्रो इयर 2 को लस क्यारी फरवर्ड गर्छौँ इयर 3 बाट स्टार्ट हुन्छ र यो इयर 9 सम्म जान्छ। इयर 5 मा लस भएकोले गर्दा हामीले यसमा घटाउन पाएनौँ। इयर 6 को इन्कम 60,000 छ। 60,000 मध्ये हामीले 46,400 हामीले पुरै लसलाई रिकभर गर्न सक्यौँ इयर 2 को। र इयर 5 को लस जुन छ 20,000 त्यसलाई हामीले इयर 6 बाट क्यारी फरवर्ड गर्छौँ। हाम्रो यहाँ 60,000 मध्ये 46,400 रिकभर हुँदा अझै 13,600 बाँकी रहन्छ, जसमध्ये हामीले 20,000 मध्ये 36,600 यसमा जुन उब्रेको थियो त्यो सबैलाई रिकभर गरिदियौँ। अझै पनि हाम्रो 6,400 उब्रिन्छ। त्यसैले हामीले जुन यो इयर 7 को 1,60,000 इन्कम छ त्यसमा हामीले 6,400 लाई पुरै रिकभर गर्न पायौँ। यति गरिसकेपछि हाम्रो इयर 5 को 20,000 लस रिकभर भयो। र इयर 6 को जुन छ 40,000, यो 40,000 लसलाई हामीले इयर 7 बाट क्यारी फरवर्ड गर्छौँ इयर 30 नम्बरको टेबलसम्म। अब इयर 6 को हामीले इयर 7 बाट स्टार्ट गर्छौँ। यो 1,60,000 मध्ये 6,400 रिकभर भइसकेको छ। र यसमा अझै पनि 1,53,600 ब्यालेन्स उब्रिन्छ र त्यसमा हामीले 40,000 पुरै रिकभर गर्न सक्यौँ। यति गर्दाखेरि हाम्रो आउँछ एडजस्टेड ट्याक्सेबल इन्कम। इयर 5 को निल आयो, इयर 6 को पनि निल छ किनभने सबै रिकभर गरिसक्यौँ। र इयर 7 मा 1,60,000 मध्ये 6,400 र 40,000 रिकभर भइसक्दा पनि अझै हाम्रो ट्याक्सेबल इन्कम उब्रिन्छ ब्यालेन्स 1,13,600। र इयर 8 मा 120,000 जस्ताको त्यस्तै इयर 9 को पनि 8 लाख जस्ताको त्यस्तै आयो। र जुन इयर 10 को थियो 2 लाख मध्ये 40,000 जोड्दाखेरि हाम्रो 2,40,000 जस्ताको त्यस्तै आएको छ। यति गरिसकेपछि अब हामी लेस एलोवेबल आरडी र डोनेसन गर्छौँ। यदि यो माथि एड ब्याकमा आरडी डोनेसन र पिसिसी गएको छैन भने पनि मुनि एलोवेबलमा चाहिँ जान्छ। अब एलोवेबल आरडी भनेको हाम्रो 50% अफ ट्याक्सेबल इन्कमको हुन्छ। यो माथिको जुन चाहिँ एडजस्टेड ट्याक्सेबल इन्कम हामीलाई आरडी दिएको छ इयर 10 मा 2,40,000 को 50% गर्छौँ हामी वर्किङ नोटमा। 50% अफ ट्याक्सेबल इन्कम 2,40,000 जुन छ त्यसको 50% गर्दाखेरि 1,20,000 आयो। र हामीलाई एक्चुअल क्वेसनमा दिएको छ इयर 10 मा 40,000। अब यो मध्ये जुन सानो छ विच एभर इज लोवर हामी त्यसलाई नै घटाउँछौँ। त्यसैले हाम्रो इयर 10 मा 40,000 घट्छ। र त्यसै गरी एलोवेबल डोनेसन जुन छ यसलाई हामीले वर्किङ नोट 2 मा देखाएको छौँ। अब यो पनि हुन्छ एलोवेबल डोनेसन जुन चाहिँ हामीलाई यो पिएडिटी भनेको पशुपति एरिया डेभलपमेन्ट ट्रस्टलाई दिएको छ। यो भनेको रिलिजियस हेरिटेज हो। यसको हामीले 10% अफ ट्याक्सेबल इन्कम गर्छौँ। अब ट्याक्सेबल इन्कम हाम्रो दिएको छ 8 लाख इयर 9 मा आएको छ हाम्रो गर्दाखेरि एडजस्टेड ट्याक्सेबल इन्कम 8 लाख छ। त्यसको 10% गर्दाखेरि आउँछ 80,000। र एक्चुअल क्वेसनमा दिएको छ इयर 9 मा हामीलाई एक्चुअल दिएको छ 4 लाख रुपिज डोनेसन दिएको छ। र हाम्रो म्याक्सिमम लिमिट 10% को भनेको 10 लाख हुन्छ। अब यसमध्ये विच एभर इज लोवर जुन सबैभन्दा सानो एमाउन्ट छ हामी त्यसलाई घटाउँछौँ। यसमा छ 80,000। त्यसैले हामी एलोवेबल डोनेसन लेस एलोवेबल डोनेसन भनेर जुन यो 80,000 छ त्यसलाई चाहिँ हामी इयर 9 मा घटाउँछौँ। जुन इयरमा दिएको छ डोनेसन पिसिसी एन्ड आरडी हामी त्यसैमा नै यसलाई क्याल्कुलेसन गर्छौँ। यति गर्दा हाम्रो टोटल ट्याक्सेबल इन्कम आउँछ इयर 5 र 6 को निल भयो। इयर 7 को 1,13,600 जस्ताको त्यस्तै माथिको आउँछ। र इयर
8 को 120,000 र इयर 9 मा 8 लाख मध्ये 80,000 घटाउँदा 7,20,000 हाम्रो ट्याक्सेबल इन्कम हुन्छ र इयर 10 मा 2,40,000 मध्ये 40,000 घटाउँदा हाम्रो 2 लाख एडजस्टेड ट्याक्सेबल इन्कम आउँछ। यति गरिसकेपछि हाम्रो प्रब्लम 16 अन्तिम नम्बर हो र यसका साथसाथै हाम्रो सकिन्छ क्यारी फरवर्ड एन्ड लसेस र यसमा हामीले क्यारी ब्याकवर्ड पनि सिकेका छौँ प्रब्लम नम्बर 14 मा। नम्बर 1 देखि जुन यो नम्बर 16 सम्मको प्रब्लम छ यसमा तपाईहरुलाई कुनै पनि समस्या आएमा तपाईहरुले हामीलाई इनबक्स पनि गर्न सक्नुहुनेछ हाम्रो फेसबुक आइडीमा, इन्स्टाग्राम आइडीमा या व्हाट्सएपमा चिनेको साथीहरुले र नचिन्नु